ओके, मसँग चाहिँ यो एडमिन्सहरूको चाहिँ एउटा लिस्ट छ अरे, यिनीहरू चाहिँ एडमिन हो र अहिलेको जुन एक्टिभ युजर्सहरू छन् त्यो एक्टिभ युजर्सहरू चाहिँ मसँग यति छन् रे। अब यो एक्टिभ युजर्सहरूलाई उनीहरू एडमिन हो भने चाहिँ एडमिन अनुसार ट्रिट गरेर चाहिँ वेलकम एडमिन भनेर भन्नु पऱ्यो। एडमिन होइन भने चाहिँ वेलकम अनि उसको सिम्पल नाम मात्रै दिनु पऱ्यो है त। सो त्यसको लागि एकदमै सिम्पल छ, मैले फर लुपको युज गर्छु। सो फर अनि त्यसपछि एक्टिभ युजर इन एक्टिभ युजर्स भनेर भनौँ। अनि त्यसपछि मैले के गर्छु, इफ एक्टिभ युजर चाहिँ हाम्रो केमा पर्नु पऱ्यो, इन एडमिन है। एडमिन्समा पऱ्यो भने चाहिँ के गरिदिने, एडमिन्समा पऱ्यो भने चाहिँ वेलकम एडमिन भनेर लेखिदिने। अनि यदि होइन एडमिनमा परेन भने चाहिँ के गर्ने, एडमिनमा परेन भने चाहिँ वेलकम अनि उसको जे नाम छ त्यो लेखिदिने है। सो उसको नाम के हुन्छ, एक्टिभ युजरै हुन्छ। एक्टिभ युजर भनेर लेखिदिने, बाहिरपट्टि यसलाई एफ स्ट्रिङ बनाइदिनु पर्छ। ल सो यो भइसकेपछि अब हाम्रो चाहिँ यो भयो। अब के हुँदो रहेछ एकचोटि हेरौँ है त। सो मैले प्रिन्ट गरेँ। सो प्रिन्ट गरिसकेपछि फर्स्टको रामको लागि चाहिँ यहाँ पनि म देखाउँछु। रामको लागि चाहिँ वेलकम एडमिन भनेर भन्यो, कृष्णको लागि वेलकम कृष्ण, राघवको लागि पनि राघव, मोहनको लागि पनि मोहन अनि श्यामको लागि पनि वेलकम एडमिन है। यसरी चाहिँ हामीले एडमिन र नर्मल युजरलाई चाहिँ छुट्याउने लजिक चाहिँ बनाउन मिल्छ र यो पछि हाम्रो लागि एकदमै युजफुल हुन्छ। क्वेसन्स एन्ड सजेसनको लागि तल कमेन्ट गर्नु होला।